सबैलाई वेलकम छ फेरि मेरो नयाँ भ्लगमा। आज चाहिँ हाम्रो यात्रा चाहिँ यहाँदेखि बोरिङ बस्तीको यात्रा हो। तेरो साथीकोमा नि साथीकोमा कपडा ल्याउनु जाँदैछौँ है। यो म्याडमको घर हामीलाई पहिला पढाउनुहुन्थ्यो, अहिले चाहिँ यस्तै यो पारा पुग्न लगाइसक्यौँ। बिहान हामी केक लगेर गइरहेछौँ 12 बजीतिर। कसो बर्थडे यसको बर्थडेमा को ढोकामा पुगेर बसिरहेको आउँछन् 12 बजीतिर केक फाल्छन् भन्छ। आमा को हो नाम बसिरहेको ठ्याक्क ढोकामा गएन होइन, च्याट्ट ढोकामा गएर सिधा जग्गा ढोकामा एकचोटि हान्दा त हट्टपट ढोका खोलेको त थाहा नपाएको सुते जस्तो गर्छ। म त रिस उठेको टाढैदेखि केकले त्यही भएर भिडियो बनाउन पाएनन् कि नखरा देखाएर हामी भित्र गएर सुतिरहेको होला मस्टिङ गरौँला भनेको नाटक देखाएर टाढैबाट कान्दिममा केकै खानु पाइएन। हुन्छ एउटा गाना गाइदैन ल, गाना गा। You love me, I know you care. स्टेप हामी भेट्छौँ, हामी पम्प दिन्छौँ घर। ल अब हाम्रो गन्तव्य चाहिँ धेरै नजिकै छ। अब भेटिन लगाइसक्यो, अब त्यही 5 मिनट जति होला। के गरेर आएको खै बडी देखाइदियो त। ओइ मेरो राइट ह्यान्ड भेटियो ल के मान्छेको राइट ह्यान्ड लेफ्ट ह्यान्ड मात्रै भेटिँदा नि अरे। त्यहाँ ल अर्को भाइ भेट्यो। कहाँ घर आएको यसको घरदेखि ल यो गरिदिँदा पारा। ल केटोको राइट ह्यान्ड ल एकदम मेरो राइट ह्यान्ड। मैले के गरेँ दिइहाल्छु भिडियो। डनहरू हिँडिरहेछन् ल अर्को डनको घरमा। अब अर्को फिल्म लागि नै त दामी चाहिँ कान्तारा फिल्म थियो। भौला बनाउँछ है एकछिन त। खै मैले त्यस्तो टाइम पनि लाग्यो नि भौला बनाउने। मैले पुरा हेरेको या मैले रिलिज भएकै दिन मैले बौला जस्तो लाग्यो। युट्युबरको क्यामेरा क्वालिटी अनि ऊ क्यामेरा क्वालिटी त आइफोनभन्दा कम छैन है। हाम्रो स्कुलको एकदम क्लास टपर हो। टपर हो। कति क्लास टपर होइन क्लास टपर हो। बस्न हामी चाहिँ ल हामी अर्को गन्तव्यतिर लगाइरहेछौँ। तपाईँ हानै त क्यामेरामा भाइरल होला 1 लाख बुझाउँछ के। लाइक सेयर यस्तो हान्नु पर्यो फेरि भयो। सब्सक्राइब पनि भन्ने कस्तो सब्सक्राइब भन्न सब्सक्राइबर ल है सब्सक्राइब भनेको मानिदिनु है। फेरि यस्तै छ है गाउँ, फेरि यस्तै हो होइन। अब गाउँ अब कालै छ, अब के गर्नु होइन। कालो खप्छु भने केही दिँदैछ नि। अमृत भनेपछि त कालो खाप्चो भए पनि फेरि दिल चाहिँ एकदमै गोरो छ नि। फेरि के गर्नु अब आइफोन मैले कालो खाप्छु भने गोरै देखाउँथ्यो। देखाउनु मलाई यति गोरो छ कि दिल त पुरै नगर म उल्टा हानिदिन्छु अहिले। अब कालो खाप्चो भयो भने अब आइफोन मैले अलिक गोरो देखाउँथ्यो होला। अब रेडमी पर मात्रै सीमित हो क्या यो। ल कति भयो कि नगर 10 मिलियन सब्सक्राइब पुऱ्यो भने एउटा आइफोन ल। 10 मिलियन सब्सक्राइबर फाइनली यसो गरेर आउनु लाग्यो। ज्वरो आएर रहेछ अलि, त्यसैले माथि फ्यान चलेर यहाँ खाप्चो धाकिरहेको छ। खै अर्को चाहिँ यहाँ आउनु पाएको छ नि डन जस्तै बस्यो क्या। यता हेर्नु त ल हेर्नु गाइस हामी चाहिँ पहिला उयो यता हो कि यता फाइनली हामी चाहिँ बोर्डिङ बस्ती आइसकेका छौँ। हाम्रो ब्लगको नाम के छ भाइ? आर्मी डग र डग ग्याङ छ। यो भ्लगरको मेन भ्लगर यही हो। ए म है फेरि सब्सक्राइब टेउराहरू सब्सक्राइब गरे मार्छु नत्र गरेर नत्र यसले क्याको देखान। यिनीहरू सानो छन् कि त्यो तल लैजान्छन्। गाइस मेरो हातपट्टिको लौ ल अब चाहिँ हाम्रो अर्को नयाँ गन्तव्य सुरु भइसक्यो। अब चाहिँ हाम्रो नयाँ गन्तव्य सुरु भइसकेको छ। मैले चाहिँ अब यहाँ एउटा गरिबको बच्चा भेटाएको। मैले त्यति त बुझेछ कि टुल्लीको। मैले चाहिँ फाइनली गरिबको बच्चा भेटाएको छु। एउटा होइन 3-3टा भेटाएको छु।
यही भिडियो मार्फत तपाईँहरूले जति सहयोग गर्न सक्नुहुन्छ गरिदिनु। किन यस्तो आइफोनको जस्तो मेरो बेजेर हानिरहेको छ नि। हल्का हल्का रब्बलेमा यस्तो हँसाइदिनु ठ्याक्कै अनि फेरि रिपिट गरिदिनु क्या केटाहरूले घायल बनाउँछ नि आइफोन। नत्र आइफोनभन्दा कम त छैन। हेर्न सक्नुहुन्छ हामी पिङ खेल्न जानु लाग्छौँ। ल बोरिङ बस्तीको यहाँ पिङ रहेछ एउटा दामी। अस्ति त्यसको बेला बनाएको रे दसैँ होइन तिहार आयो नि आउँदैछ त नि पिङ चाहिँ यो कृष्ण खेल्छ। हाम्रो युट्युब फ्यामिलीहरू है ल त्यो भाइले मेरो बेचे दान राख्यो। हो भाइ ल कसो हानिदिन्छु ल भाइ। ल अरू केटाहरू चाहिँ पिङ खेल्दैछ ल खेल कहाँ तल छुन्छ त अनि यो त होइन कि यो बोझ हुनु पर्छ केटा हो यहाँ। ब्रिटिस लाउरे भएको ऊ यति माथि चढिसक्यो टुप्पोसम्म। यी दुईजना तल छ नि एकजना अझै जा भाइ माथि एक फोनको हान्नै पर्यो। नलाउ या बिचारो लोट्यो भने अहिले ढल्ला फेरि। ल है ल यसलाई घुमाउ घुमाउ एक फोनको। राति राति भागी भागी गर्लफ्रेन्डसँग पैसा मागी मागी ढाँटी ढाँटी बाल छैन मलाई जस्तो पाएँ त्यस्तै भिडियोमा हालिदिन्छु। यो जस्तो कुकुरहरू म घरमा नै पालिदिन्छु। भिड भइसक्यो है खेल्नलाई। दुइटा भाइहरू आइसकेछन्। त छिटो के बिम्बाई हल्लाइदिए त बिम्बाई ओ मिल्दैन कि हल्लाइदिएन ल। बिचारोले खतरा हल्लाइदिन्छ है ल। ल है ल त भलक भएन म तेरो यहाँ बोलेको चाहिँ चप्पल नलगा खुट्टा फुस्किन्छ। यो म खेल्छु चाहिँ पाले पालो आइरहेको छ। ल अमृत हल्लाइदिए त। ल मच्चेन आफू पनि। ल केटो त खतरा मच्चिने रहेछ यहाँ। कहाँ सिकाउँछु है कहाँ सिकाउँछु नि त मलाई ट्रेनिङ लिनु छ के। सुरु हुन चाहिँ बाँकी छ हो। यिनले यो भर्खर पिङ रिपेयर हानिदिएको ल ल ल ल ल मच्चिन लाग्नु भएको छ ल ल कार्यक्रम सकिसक्यो। ल हामी यता आँटौँ। अब यसलाई चाहिँ अलिक ग्यास्टी रहेछ खै यता ग्यास्टीवाला मान्छे अगाडि क्यामेरा अरे यो ह्यान्डसम चाहिँ यहाँ त जति चाहिँ अरे नि के हक्ने जानला हौ हक्ने जानला हौ आजकल पठाऊ यहाँ गुरु हगे त यहाँ खै क्यामेरामै देखिँदैन। केटाहरू चाहिँ उता कहाँ हग्न जान लाग्छन् अरे। ल है हामी ल खोलाको छेउमा आइसक्यौँ। कहाँ कन्ना जान्छु डुब्यो भने म पर्खेर आउनु न बाबु। यही गएर छैन वाटरप्रुफ होइन को
कन्ना वाटरप्रुफ त्यहाँ गएपछि वाटरप्रुफ हुन्छ वाटरप्रुफ मोबाइल हुनु पर्ने त हो खै यस्तरी पानीमा हालेर बनाउँथ्यो भिडियो यस्तरी पानीमा हाल्थ्यो यस्तरी या गरेर बनाइदिन्थे हुन्छ त्यो माछा र यो माछामा के फरक छ मलाई रोस्ट खर्ता हुन्छ नै त्यहाँबाट यहाँबाट कालै देखियो कि त्यो माछा पनि माछा रहेछ त त्यो अनि केटा कपडा छरे आएर जाऊ पौडी खेल माछा बाँधिरहेको रहेछ एकछिन जाउँ न माछा पनि देखाउ होइन होइन ल भाइ रे माछा मारेर रहेछ नि हेर्न सक्नुहुन्छ है प्रगति केटा यी भाइहरूको प्रगति मेरो टुङ्गुरु जात ए है ल कचोरी उभिन्छ 10-12 चोटि उभिन्छ एक ल फाल ढुङ्गा पनि अड्डु यो ल यसले अर्कोले ल तफाल त ल के भन्छ ल ल अर्को ट्राई है मेरो के गर्ने ब्याग तिमीले जति ट्राई गरे चाहिँ हामी यता घर फर्किसक्यौँ अब यति नै हो आजको भ्लग सबैले यो भिडियोलाई लाइक गर्नु सब्सक्राइब गर्नु सक्दो सेयर गर्नु यो भिडियोलाई कपलिङ गर्नु मलाई सपोर्ट फाइनली मेरो तपाईँहरूको सपोर्टले नै फाइनली मेरो युट्युब च्यानलमा आज 500 भिडियो कम्प्लिट र 1400 सब्सक्राइबर अस्ति कम्प्लिट भएको हो ल अब फेरि अर्को भ्लगमा भेटौँला लक 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 बाई।